बेवारिसे सद्गत गर्नको लागि चाहिँ कस्तो भने अरू राम्रो वारिस भएको सबहरू त्यो लाइनमा हुँदा बेवारिसेको सद्गत गर्न चाहिँ दिनुहुन्न कि त्यो दुःखको कुरा एकदमै दुःखको कुरा नै हो नि त। यो बेलामा कसले कति गर्ने कसले कहाँ के गर्यो भन्दा पनि अब मैले गर्न बाँकी के छ त मैले कति गर्नु बाँकी छ त भनेर अगाडि बढ्दा तपाईँहरू पनि त्यसै गरी बढिराख्नु भएको नि त। उसले खुवायो खुवाओस् मतलब भएन तपाईँले खुवाइराख्नु भएको छ नि त। त्यसै गरी हामी पनि बेवारिसेहरूको लागि यसरी बेवारिस लास नथपियोस् भनेर हामीले दैनिकी बिहान 400-500 जनालाई हामीले पनि थापाथली पछाडि खानाहरू खुवाइरहेको हुन्छौँ। यही कुराको दुःख लाग्छ कि मलाई सामाजिक काम कुन संस्थाबाट गऱ्यो कसले कति टिममा गऱ्यो भन्दा पनि मनदेखि गरेको छ कि छैन त केही गरेको छ कि छैन। गरेको त छ नि आखिर जुन संस्थाबाट गरे पनि मैले मेरो संस्थाबाट गरे पनि म आफू सपना रोका मगरले एक्लैले गरे पनि टिममै गरे पनि आखिर गरेको त छ नि त। त्यो देख्दैन मान्छेले कुन टिमसँग गऱ्यो नाम चलेको टिमसँग गरेको नगरेको त्यो चाहिँ एकदमै दुःखको कुरा लाग्छ कि मलाई। त्यस्तो कुराहरूमा कमेन्ट हेरेर ल अलिकति खिन्न हुने दुःखी हुने म मान्छे होइन किनकि मृत्युको मुखसम्म सुसाइड गर्ने स्थितिसम्म पुगेको थियो त्यही कमेन्ट गर्ने व्यक्तिहरूले र हौसला पनि आकाशसम्म पनि पुगेको थियो नि त मान्छे। बेवारिसे सडकमा त्यतिकै अवस्थामा छन् बेवारिसे लास घरभित्र त्यतिकै अवस्थामा छन् त्यसलाई कसरी व्यवस्थापन गर्नतिर लागौँ कि यो कसले कहाँबाट गरिरहेको छ कुन संस्थाबाट गरिरहेको छ त्योतिर जानु भन्दा तपाईँले सामाजिक अभियन्ता च्याउ उम्रेको जस्तो धेरै मात्रामा सामाजिक अभियन्ताहरू हुनुहुन्छ कि सामाजिक अभियन्ता एकअर्कामा कसले छिटो गर्ने कसले बढी गर्ने कसले कहाँसम्म गर्ने त्यो भइरहेको अवस्थामा मलाई त एकदमै धेरै खुसी लाग्छ। सामाजिक अभियन्ताहरू प्रतिस्पर्धा भइरहेको छ तर प्रतिस्पर्धाको बिचमा पनि कसै एउटा दोस्रो पीडित व्यक्तिले न्याय त पाइरहेको छ नि। सपनाजी स्वागत छ यहाँलाई सम्पूर्ण मिडियामा। नमस्ते धन्यवाद। हुन्छ यो दोस्रो लकडाउन पछि तपाईँले लगभग धेरै बेवारिसे लासहरूलाई चाहिँ सद्गत पनि गरिसक्नु भएको छ। आज चाहिँ तपाईँले 3वटा पनि लिएर आउनु भएको छ। कस्ता कस्ता लासहरू थियो यो चाहिँ एउटा 2076 सालको 2 वर्ष पहिलादेखिको अनि एउटा चाहिँ अहिले भर्खर 1 महिनाको र एउटा चाहिँ 77 सालको 1 वर्ष पहिलाको लासहरू थियो। एकदम विवर्ष अवस्थामा त्यो किरा परेको तपाईँले देख्न सक्नुभयो पुरै ब्लडहरू झरिरहेको थियो लग्ने बेलामा पनि एकदमै कुहिएको अवस्थामा थियो भने। अहिले यो दोस्रो लकडाउन यो निषेधाज्ञा भइराख्दाखेरि चाहिँ तपाईँले कतिवटा जति चाहिँ सद्गत गर्नुभयो पहिले चाहिँ 12वटा गर्ने बेलामा त सायद तपाईँहरू पनि आउनुभएको थियो त्यसपछि 8वटा अनि 6वटा अनि आज 3वटा एकमुस्ता कतिवटा भयो। हजुर यसरी अब यो दोस्रो टाइमको यो लकडाउन छ अथवा यो निषेधाज्ञा छ यसरी तलतिर चाहिँ कोरोनाको बिरामीहरू अथवा कोरोनाबाट चाहिँ डेथ भएका मानिसहरूको चाहिँ सद्गत पनि भइरहेको छ। माथि चाहिँ यसरी कोरोना नलागेका र बेवारिसे भएकाहरूलाई चाहिँ सद्गत गरिराख्दाखेरि चाहिँ मनमा चाहिँ कस्तो खालको फिलिङ्स हुँदो रहेछ त्यो सपनाजी? एकदमै दुःख लाग्छ नि। अब त्यहाँ हेर्दा बाहिरको देशहरूमा अहिले त कोरोनाको कारणले गर्दा सबै ठाउँमा माथि लासहरू खपिरहेको अवस्था हुन्छ। त्यहाँ पारी पुलबाट हेर्ने बेलामा नजिक लासहरू सद्गत गरिरहेको देख्दा र यहाँबाट चाहिँ आज हामीले यता बगरमा गरिरहेको छ। कारण किनभने पारिपट्टि सबै चिटाहरू प्याक थियो बिहानदेखि नै आज एकदमै धेरै प्याक भएको कारणले गर्दा बेवारिसे सद्गत गर्नको लागि चाहिँ कस्तो भने अरू राम्रो वारिस भएको सबहरू त्यो लाइनमा हुँदा बेवारिसेको सद्गत गर्न चाहिँ दिनुहुन्न कि त्यो दुःखको कुरा एकदमै दुःखको कुरा नै हो नि त। अनि त्यही कारणले गर्दा हामी 3वटा शब्द एकैचोटि व्यवस्थापन गर्नको लागि भनेर त वारीपट्टि बगरमा लिएर आएको थियो। बगरमा लिएर आउन त्यो दुःखको कुरा भएन सद्गत जहाँ गर्दा पनि हुन्छ तर पारीदेखि खोला तर्दै दाउरा सार्नुपर्ने अवस्थाहरू हुन्छ। त्यही कारणले गर्दा एकदमै दुःख लाग्छ यो कुराहरू देख्दा। बेवारिसे भन्ने शब्दै नआओस् र कोरोनाले गर्दा धेरै त्यस्ता प्रतिष्ठित व्यक्तिहरू धेरै हुने खाने हुँदा खाने सबैजना व्यक्तिलाई भ्याइरहेको छ। कोरोनाले सबैजना व्यक्तिलाई कोभिडले एकदमै ग्रस्त पारिरहेको अवस्थामा रोग र भोकको महामारीमा एकदमै खुसीको कुरा तपाईँहरूले पनि खानाहरू खुवाइराख्नु भएको छ र हामीले पनि खाना खुवाइरहेको छौँ। यो बेलामा कसले कति गर्ने कसले कहाँ के गर्यो भन्दा पनि अब मैले गर्न बाँकी के छ त मैले कति गर्नु बाँकी छ त भनेर अगाडि बढ्दा तपाईँहरू पनि त्यसै गरी बढिराख्नु भएको नि त। उसले खुवायो खुवाओस् मतलब भएन तपाईँले खुवाइराख्नु भएको छ नि त। त्यसै गरी हामी पनि बेवारिसेहरूको लागि यसरी बेवारिस लास नथपियोस् भनेर हामीले दैनिकी बिहान 400-500 जनालाई हामीले पनि थापाथली पछाडि खानाहरू खुवाइरहेको हुन्छौँ। हजुर दुःख लाग्छ यस्तो देख्दा चाहिँ। हुन्छ तपाईँले खानाको कुरा जोडिहाल्नु भयो मैले पनि एक प्रसङ्गमा एउटा कुरा चाहिँ सोध्न मन लागेले जस्तो कि अब विनयजङ बस्नेतसँग चाहिँ अलिकति खटपट भइसकेपछि चाहिँ तपाईँले भन्नु पनि भएको थियो अब म चाहिँ कुनै एउटा नयाँ टिमसँग अथवा म आफैले चाहिँ केही गर्नेछु भनेर। तर यो नाम चलिराखेको टिमसँग चाहिँ तपाईँले काम गरिराख्दाखेरि चाहिँ कतिपय कमेन्टहरू पनि आएको छ कि सपनाले किन एक्लै काम गरेन किन यो चलिराखेको टिमसँग चाहिँ मिलेर काम गर्यो भनेर भनिराख्दाखेरि यसमा चाहिँ तपाईँको उत्तर के हुन्छ त? हाम्रो टिम नेपालसँग त म स्थापना हुने बेलादेखि नै म मेम्बर थिएँ। पहिलादेखि नै म सदस्य थिएँ त्यसमा। छुट्टै आफ्नै केही संस्था खोलेर गरेको चाहिँ झन् राम्रो हुन्छ। मेरो आफ्नै संस्था पनि त छ। हाम्रो यो बेवारिसे सबको व्यवस्थापन सपनाको चारमा समृद्ध नेपालबाट व्यवस्थापन भइरहेको छ भने दैनिक खानाहरू खुवाउने अक्सिजनहरू वितरण गर्ने अनि खाद्यान्नहरू पुर्याउने चाहिँ हाम्रो टिम नेपालबाट भएको छ। यो सामाजिक काम यही कुराको दुःख लाग्छ कि मलाई सामाजिक काम कुन संस्थाबाट गऱ्यो कसले कति टिममा गऱ्यो भन्दा पनि मनदेखि गरेको छ कि छैन त केही गरेको छ कि छैन। गरेको त छ नि आखिर जुन संस्थाबाट गरे पनि मैले मेरो संस्थाबाट गरे पनि म आफू सपना रोका मगरले एक्लैले गरे पनि
टिममै गरे पनि आखिर गरेको त छ नि त, त्यो देख्दैन मान्छेले कुन टिमसँग गर्यो, नाम चलेको टिमसँग गर्यो कि नगर्यो, त्यो चाहिँ एकदमै दुःखको कुरा लाग्छ कि मलाई। त्यस्तो कुराहरूमा कमेन्ट हेरेर ल अलिकति खिन्न हुने, दुःखी हुने म मान्छे होइन, किनकि मृत्युको मुखसम्म सुसाइड गर्ने स्थितिसम्म पुगाएको थिएँ त्यही कमेन्ट गर्ने व्यक्तिहरूले, र हौसला पनि आकाशसम्म पनि पुगाएको थियो नि त मान्छेहरूले गर्दा नि होइन। म त्यस्तो कमेन्ट गर्यो, मेरो मम्मीले सधैँ भन्ने गर्नुहुन्छ कि सामाजिक काम गर्दा छोरी ताली र गाली एकदमै धेरै आउँछ, अलिकति सानो कमी कमजोरी सानो गल्ती देख्यो भने गाली गर्ने एकदमै धेरै ओहिरो आउँछ। जस्तो कि त्यति धेरै गाली पनि गरेको थिएन, त्यति धेरै गल्ती पनि गरेको थिएन, त्यति धेरै गाली आउँछ, र अलिकति केही राम्रो काम गर्यो भने त्यति धेरै तालीले माथि पुर्याइदिनुहुन्छ कि जो त्यति राम्रो कामको माथि पुग्नको लागि योग्य पनि थिएन के। त्यही कारणले गर्दा म कमेन्ट हेरेर टोलाएर आफू दुःखी भएर बस्ने मान्छे परेन। हामी काम गर्ने, काममा विश्वास गर्ने मान्छे। यो बेलामा गर्न बाँकी के छ त, बेवारिसे सडकमा त्यत्तिकै अवस्थामा छन्, बेवारिसे लास घरभित्र त्यत्तिकै अवस्थामा छन्, त्यसलाई कसरी व्यवस्थापन गर्नतिर लागौँ कि यो कसले कहाँबाट गरिरहेको छ, कुन संस्थाबाट गरिरहेको छ, त्योतिर जानु भन्नु पनि। जस्तो कि भनेपछि तपाईँले पनि आफ्नो नयाँ संस्था चाहिँ दर्ता गर्नुभएको छ, र त्यो संस्थाबाट चाहिँ अहिले काम भइरहेको छैन, हजुर बुझ्नु पर्यो हामी। काम भइरहेको छ तर बेवारिसे लास व्यवस्थापन त्यही संस्थाबाटै भइरहेको छ। भनेपछि हाम्रो टिमसँग मिलेर हाम्रो टिमबाट खानाहरू खुवाउने, खाद्यान्नहरू वितरण गर्ने, अनि यो जति पनि अक्सिजनहरू तपाईँहरू थाहा भइरहेको छ, अक्सिजनहरू हामीले निःशुल्क अक्सिजन सेवाहरू पनि गरिरहेको छौँ। त्यो भइरहेको छ भने सपनाको चाहना समिति नेपालबाट लासहरू व्यवस्थापन भइरहेको छ। जस्तो तपाईँले खानाको कुरा गरिराख्दाखेरि हामी नेपाली युट्युब पत्रकार सङ्घ मिलेर पनि खाना पनि बाँड्ने कार्यक्रम गरिरहेका छौँ, तपाईँले सुरुवातमै भनिसक्नु भएको छ। जस्तो कि समाजसेवीहरूले, जस्तो सामाजिक अभियन्ताहरूले मात्रै गर्नुपर्छ भनिराख्दाखेरि हामी जस्तो युट्युबरले त्यस्तो काम गर्दाखेरि चाहिँ कतिको राम्रो लागेको छ त सबैलाई? मलाई त एकदमै धेरै खुसी लागेको छ। मैले पोस्ट देखेको थिएँ कि, अनि पत्रकार महासङ्घ, युट्युब महासङ्घबाट खानाहरू खुवाइरहेको भन्दा एकदमै धेरै खुसी लाग्यो कि मान्छेहरूले युट्युब भन्ने बित्तिकै सुन्दा नराम्रो लाग्छ, तर युट्युबे अर्काको घर भाल्ने, अर्काको परिवार बिगार्ने भन्छन्, तर तिनीहरूको मध्ये एउटा दरिलो झापट पनि लगाइरहेको छ नि त, खाना पनि खुवाइरहेको छन्, अरूको सेवा पनि खटिरहेको हुन्छ नै, कतिपय यस्ता घरहरू बिगार्ने ठाउँमा मिलाउन पनि गइरहेको हुन्छ नै। त्यही कारणले गर्दा म कसैलाई पनि नराम्रो सोच्दैन कि, म त हिजोको दिनमा पनि कसैलाई नराम्रो सोच्दैन, आजको दिनमा पनि कसैलाई नराम्रो सोच्दैन, र भोलि पनि नराम्रो सोच्नु नपरोस् कि। तपाईँहरूले गरिरहेको काम एकदमै राम्रो छ, तपाईँहरूको कामप्रति हामी सधैँ सम्मान नै गर्छौँ। सामाजिक अभियन्ताले मात्रै गर्नुपर्ने भनेर भन्छ नि त्यस्तो काम त? होइन, सामाजिक अभियन्ता भन्ने बित्तिकै आजभोलि सामाजिक अभियन्ता च्याउ उम्रेको जस्तो धेरै मात्रामा सामाजिक अभियन्ताहरू हुनुहुन्छ कि। सामाजिक अभियन्ता एकअर्कामा कसले छिटो गर्ने, कसले बढी गर्ने, कसले कहाँसम्म गर्ने, त्यो भइरहेको अवस्थामा मलाई त एकदमै धेरै खुसी लाग्छ। सामाजिक अभियन्ताहरू प्रतिस्पर्धा भइरहेको छ, तर प्रतिस्पर्धाको बिचमा पनि कसै एउटा दोस्रो पीडित व्यक्तिले न्याय त पाइरहेको छ नि, पीडित व्यक्तिले राहत त पाइरहेको छ नि त। एकअर्का बिच इगो, एकअर्का बिच त्यसले त्यति गर्यो मैले त्योभन्दा बढी गर्नुपर्छ भने त्यो एक किसिमको इगोले गर्दा कोही दोस्रो पीडामा परेको व्यक्तिले त उसले राहत पाइरहेको छ नि त। त्यो कुरा गरेर मलाई खुसी लाग्छ। बेवारिसे लासकै सन्दर्भमा पनि कति सपनाहरू ल अब अर्को सपनाले दाग बजिदिने, यस्तो हरेक कुराहरू आइरहेको अवस्थामा मलाई त खुसी लाग्छ कि म जस्ता हजार सपनाहरू अरू जन्मेर बेवारिसे लासको सर्भे गरौँ नै, नेपाल अधिराज्यभरि म पुगेर पक्कै पनि सक्दैन। म यहाँबाट गरिरहेको छु भने चितवनबाट अर्कोले गरोस्, नेपालगञ्जबाट अर्कोले गरोस्, र अब नेपाल अधिराज्यभरि बेवारिसे सबको व्यवस्थापन हुन्छ नि त। एक किसिमको इगो हुन्छ कि मान्छेलाई। मलाई यदि कसैले मसँग इगो लिएर अनि ल सपनाले भन्दा बढी बेवारिसे सबहरू व्यवस्थापन गरेर राम्रो गरेर देखाउँछु भने म त घरमा आनन्दले सुतेर बस्छु कि। मेरो त भर्खर जिन्दगी सुरु भएको छ, पढाइलाई आफ्नो निरन्तरता दिनु छ, जीवित बेवारिसेको लागि पनि धेरै गर्नु छ भने मलाई पनि कुनै रहर छैन हड्डी कङ्कालहरूसँग खेलेर बस्नको लागि। बस बेवारिसेको उचित किसिमको व्यवस्थापन होस्। यदि कसैले मसँग बेवारिसेकै लागि लङ टर्मको लागि प्रतिस्पर्धा गर्छ भने त म आफै हारिदिन्छु कि। त्यसमा मलाई जित्नु छैन कि, किनकि बेवारिसेले कमसेकम राम्रोसँग व्यवस्थापन त पाउँछन् नि त। हजुर। ओके, कोरोनाको यो कहरमा चाहिँ काम गर्नको लागि चाहिँ कतिको चुनौती छ त झन्? एकदमै धेरै। अब सबैजनाले अब हुन्छ नि कोरोना दिउँसभरि काम गरेर गयो, घरमा ओल्लो रुममा पल्लो रुममा बस्ने मान्छेले ल परेदेखि पर भाग्ने त्यस्तो खालकोहरू अब हुन्छ नि, मास्कमाथि मास्कहरू लगाएर हिँडिराख्नु पर्ने, त्यो त अनिवार्य रूपमा छ। मास्क अहिलेको बेलामा मास्क एकदमै अनिवार्य रूपमा छ, तपाईँलाई पनि र हामीलाई पनि। कोही मान्छेहरू अलिकति मास्क नलगाइकन हिँडिरहेको छ भने हामी आफै पनि लिएर मास्क दिन्छौँ कि हामीलाई मास्क लगाउनु, यस्तो बेलामा लगाउनु पर्छ। अहिले चाहिँ तपाईँले फेरि किन लगाइराख्नु भएको? तपाईँहरूले नै खोला भन्नुभएको थियो नि त अघि, त्यही भएर मेरो गोजीमै छ मास्क। तपाईँहरूले मैले लगाएर बोलु कि खोलेर बोलु भनेको तपाईँ आफैले खोलेर। सामाजिक दूरी कायम छ हाम्रो, त्यो पनि अलिकति जानकारी गराइदिनु न। अनि एउटा मान्छे मात्रै छु नि त म यहाँ, धेरै मान्छे छैन नि त, त्यही कारणले। ओके, दर्शकहरूलाई फेरि कन्फ्युज हुनसक्छ सपनाले चाहिँ किन मास्क खोलेर इन्टरभ्यू दिइराख्नु भएको भन्नुहुन्छ, कमेन्ट आउँछ। हामीले चाहिँ सामाजिक दूरी चाहिँ कायम गरेर हाम्रो चाहिँ सबैको PCR रिपोर्ट चाहिँ नेगेटिभ पनि छ, त्यो हिसाबले चाहिँ सपनाजीले चाहिँ मास्क नलगाउनु भएको छ र हामीले चाहिँ मास्क लगाएको कुरा पनि जानकारी पनि गराएका छौँ। र अर्को कुरा चाहिँ हामी युट्युबरहरूले खाना खुवाइराख्दा हामीले सपनाजीलाई इन्भाइट गऱ्यौँ भने चाहिँ आउनुहुन्छ कि? म एकदम हाँसी आउँछ, हाँसी खुसी, किनकि सामाजिक काममा कसैले इन्भाइट गर्छ, कसैले बोलाउँछ सामाजिक काम गर्नको लागि, हाटेमालो गरौँ भन्छ भने त्यहाँ नजाने भन्ने त कुरै हुँदैन नि त। हाँसी गइदिन्छु, तपाईँहरूले बनाइरहेको खानामा म पनि केही सहकार्य गर्न सक्छु कि, त्यसपछि हामी आफै त्यो एकदमै खुसीको कुरा, म हाँसी आउन तयार छु। ओके, बेवारिसे लासहरूको चाहिँ व्यवस्थापन गरिराख्दाखेरि पछिल्लो समय कोरोनाले गर्दा धेरै व्यक्ति
व्यक्तिहरूको चाहिँ निधन भइसकेको छ र कतिपय अडियोहरू चाहिँ बाहिरिएको पनि छ कि कोरोना लागेको व्यक्तिहरूको चाहिँ सबैको लिस्ट चाहिँ बाहिर नगर अब चाहिँ कर तिर्नुपर्छ, त्यो हिसाबले गर्दा हामीले कोरोनाको सङ्ख्या चाहिँ घटाउनुपर्छ भनेर भनिराख्दाखेरि त्यस्ता व्यक्तिहरूको चाहिँ दिन प्रतिदिन झन् आर्यघाटमा चाहिँ सद्गत गर्नु परेको छ। अरू अरू व्यक्तिहरूले नेपाली सेनाले गरिराख्नु भएको छ र तपाईँले पनि आफ्नो हिसाबले चाहिँ काम गरिराख्दाखेरि कतिको दुःख लागेको छ त झन् लास्टमा। एकदमै दुःख लाग्छ। यो लुकाउनु भनेको त झन् बढी कोरोना बढाउनु, झन् बढी कोरोना फैलाउनु अनुसार के जे छ त्यो प्रश्न बाहिर देखाइदिने नि त मान्छे। त्यो बाहिर देखाइदिरहेको छ एक दिनमा यतिका धेरै व्यक्तिको मृत्यु भएको रहेछ, ओ अब सचेत हुनुपर्छ भनेर बुझ्छ नि त मान्छेहरूले। सङ्क्रमितको सङ्ख्या घट्दै गयो भनेर भनिरहेको छ, या लास्ट जलाउनेको सङ्ख्या कति पनि घटिरहेको छैन, बढिरहेको छ भने त मान्छेले ल के बुझ्छ नि त, ल सङ्क्रमितको सङ्ख्या घटेर रहेछ, अब हामी बाहिर निस्किँदा पनि हुन्छ, अब हामी सामाजिक दूरी कायम नगर्दा पनि हुन्छ, अब हामी मास्क नलगाएर नहिँड्दा पनि हुन्छ। त्यो बुझ्छ नि त मान्छेको मनमा, त मान्छेको मनस्थितिमा त्यो जान्छ। उनीहरू आफैमा सुरक्षित हुन सक्दैन के। जति छ त्यो रियल लिस्ट के हो त्यो बाहिर देखाइदियो भने ल यतिका दिन प्रतिदिन यस्तो बढिरहेको रहेछ, हामी सुरक्षित हुनुपर्छ है, हामी आफ्नो सुरक्षा हामी आफै गर्नुपर्छ है भनेर अगाडि बढ्छ नि त कमसेकम मान्छेले। एकदमै दुःख लाग्छ यस्तो कुराहरूबाट, किन लुकाइन्छ, किन छुपाइन्छ, त्यस्तो दुःख चाहिँ लाग्छ। यस्तो कोरोनाको टाइममा बाहिर निस्किन पनि हामीलाई एकदमै धेरै गाह्रो छ। तपाईँले पनि एकदमै राम्रो काम गरिराख्नु भएको छ, खाना बाँडिराख्नु भएको छ, अक्सिजन बाँडिराख्नु भएको छ, त्यो चाहिँ हाम्रो दर्शकहरूले देखिराख्नु भएको छ। र यस्तो कोरोनाको टाइममा चाहिँ कोही पनि बेवारिसे भएर चाहिँ नमरेको भए पनि अथवा बेवारिसे नभएको भए, मैले सत्कार गर्न नपाएको भए, अन्य नै राम्रो काम गर्न पाएको भए हुन्थ्यो जस्तो चाहिँ लाग्छ। एकदमै लाग्छ। मैले त अघि पनि भने बेवारिसे भन्ने शब्द नै नआओस् कि, कसै मान्छेको मुखबाट पनि बेवारिसे भन्ने त्यो शब्द बाहिरै ननिस्कियोस् कि। त्यस्तो भन्ने गर्दा चाहिँ अस्ति एउटा दाइले भन्नुभएको थियो बेवारिसे भन्ने शब्दकोश, त्यो शब्दकोशबाट कसरी हटाउन सकिन्छ भन्नुभएको थियो। मलाई त्यो सुन्दा एकदमै हाँसो लाग्यो कि मैले बेवारिसे भन्ने शब्दलाई शब्दकोशबाट हटाउन मैले खोजेको होइन कि। अब जति पनि सडकमा त्यतिका धेरै तपाईँहरूले पनि 400-500लाई खाना खुवाइराख्नु भएको छ, हामीले पनि दैनिक त्यसै नै खाना खुवाइरहेको छ। त्यो व्यक्तिहरू सबै आफैमा क्यापेबल भइसकेपछि, आफैमा सक्षम भइसकेपछि, आत्मनिर्भर भइसकेपछि र बेवारिसे हस्पिटलमा बेवारिसे लासहरू नसरिएपछि त बेवारिसे भन्ने शब्दै निस्किँदैन नि त मान्छेको मुखबाट। मलाई एकदमै धेरै दुःख लाग्छ। यदि बेवारिसेहरू नभएको भए अरू नै केही राम्रो कामहरू गरिरहेको हुन्थ्यो त्यस्तो लाग्छ। तर पनि बेवारिसेहरू कसरी उचित किसिमको व्यवस्थापन गर्न सकिन्छ भनेर हामी लागिरहेको छ। हजुर, अब फेरि भोलिको दिनमा चाहिँ सपनाले चाहिँ लास जलाउने कि नलाउने, जस्तो कि तपाईँले आफ्नो काम गरिराख्नु भएको छ, थाहा छ होइन, आजसम्म आइपुग्दा तपाईँले धेरै बेवारिसे लासहरूलाई चाहिँ सद्गत पनि गरिसक्नु भएको छ। एउटा छोरी मान्छे भएर पनि गर्न सक्छ है भनेर भन्ने चाहिँ तपाईँले त्यो समाजमा एउटा छाप बनाउनु भएको छ। त्यो चाहिँ हाम्रो लागि पनि एकदमै ठुलो, एकदमै चुनौतीको कुरा पनि हो। अब भोलिको दिनमा चाहिँ यस्तै गरी फेरि लास जलाउँदै जाने कि नजाने? लास जलाउने जबसम्म सरकारले उचित किसिमको व्यवस्थापन गरिँदैन। अस्ति भर्खर हाम्रो अर्थमन्त्रीले बेवारिसेहरू निःशुल्क व्यवस्थापन गरिदिने अनि विदेशबाट आउने सबहरू एयरपोर्टबाट शुल्क नलाग्ने भनेर भन्नुभएको। तर दुःखको कुरा कि उहाँले त्यो कुरा बोलीमै मात्रै सीमित राख्नुभयो कि विभिन्न कान्तिपुरदेखि दैनिक पत्रिकाहरू सबमा न्युज आयो कि। तर त्यो न्युज लेख्ने व्यक्तिहरूले बुझ्न जरुरी छ कि त्यो कुरा व्यवस्थापन, त्यो कुरा लागू भएको छ कि छैन, कार्यान्वयन भएको छ कि छैन भनेर बुझ्न जरुरी हुन्छ नि त। उहाँले भन्नुभयो अब व्यवस्थापन गरिदिने भनेर, तर त्यो कुरा अहिलेसम्म पनि व्यवस्थापन हुन सकेको छैन कि। दुःखको कुरा, हामी छिटै नै चाहन्छौँ यो कुरा सरकारले व्यवस्थापन गरिदियोस्। जबसम्म बेवारिसे सबहरू उचित किसिमको व्यवस्थापन हुँदैन नि तबसम्म त म बेवारिसे व्यक्तिहरूको लागि निरन्तर खटिरहेको हुन्छु। किनकि म तपाईँहरूले यसरी 2-4 जनाको अगाडि बोल्नको लागि योग्य भएको भने त बेवारिसे व्यवस्थापन गर्दै हो नि त। म त्यो कुरालाई मैले छोड्ने, अलिकति बोल्ने सक्ने भयो भने त्यो बेवारिसे व्यवस्थापन गर्न छोड्ने मैले हुँदैन नि त। मेरो यो काम सधैँ निरन्तरता नै हुन्छ। अब अन्तिममा चाहिँ धेरै दर्शकबिनले हेरेर बसिराख्नु भएको छ। कोरोनाको टाइममा हामीले पनि तपाईँसँग धेरै टाइम चाहिँ लिन चाहेनौँ, अन्तिममा भनिदिनुहोस् न। सबैजनालाई एकदमै धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यस्तो कोरोनाको बावजुद पनि तपाईँले हामीले गरिरहेको कामलाई प्रत्यक्ष बाहिर हाम्रो मनकारी व्यक्तिहरूको सामु पुर्याइदिँदै हुनुहुन्छ। तपाईँहरू सबैजना घरमा आफू सुरक्षित भएर बसिदिनु होला। कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घटिरहेको छ, सरकारले लुकाए पनि दिन प्रतिदिन बढिरहेको छ है। कोरोना सङ्क्रमितको सङ्ख्या घटेको छैन, त्यही कारण तपाईँहरू आफै सुरक्षित भएर बसिदिनु होला। यो समयमा म कसरी सुरक्षित हुने, दोस्रो व्यक्तिलाई कसरी सुरक्षित हुनको लागि प्रेरित गर्ने भन्ने समय हो। तपाईँ आफै सुरक्षित भएर बसिदिनु होला। मलाई जहाँबाट पनि हेरेर माया गरिदिनु भएको छ, हौसला दिनुभएको छ, अझ राम्रो गर्नुपर्छ भनेर। 10 जनाले तलबाट बेसगरी खुट्टा तानिरहेको हुन्छ क्या मलाई लडाउनलाई, तपाईँहरू जस्तो 20 जना व्यक्तिले मलाई माथिबाट हात दिनुहुन्छ, सपना तिमी उठ्नुपर्छ भनेर। तपाईँहरूले हात दिएसँगै म उठिरहेको छु। तपाईँहरूको यो माया, ममता, हौसला सधैँ गरी मलाई यसै गरी निरन्तरता रहिरहोस्। तपाईँहरू सबैजना सुरक्षित राखिदिनु। हुन्छ, सपनाजी यहाँलाई